आफ्नो प्रपर्टीहरु कता कता मामा ल मेसिन कहाँ राखेर राख्नु निकाल्ने पर्यो नि त एक भएर त मेसिन निकाल्दिनु नमस्कार बेस्ट अफ लक नमस्कार नमस्कार ए खोइ त मैले पैसै चढाउनु बिर्सेछु त नि पैसा चाहिँ बोल्नु नचढाऊ म विश्वास छ सर एकचोटि हात क्यास पाउँछ सर मामा सर आउनु हस् यसो फ्यास्ट मात्र माओवादी झड्का जाओस् भयो भने त मेसिन हालिदिनु न जानु ल तपाईको हात माओवादी झड्का ल सर हजुरलाई धन्यवाद हजुर है दिनुस् न म भन्छु ल मेसिन कहाँ राख्नु भएको छ तपाईले अस्ति आफैले राखेको भने हैन मेसिन राखे भन्दा मैले थाम्केर राखेर आइन् भने हैन त फेरि पनि हामी डल्ली सिरियलको भाग हातमा राखेको कता राख्यो सुटिङ सेटमा छ प्रत्यक्ष प्रसारण गरिरहेका छौँ भाग डल्लीको भाग 7 को उसमा हामीसँग नायक जोडिनु भएको छ आज रामकुमार श्रेष्ठजी हुनुहुन्छ त्यसै गरी हामीसँग रामकुमार श्रेष्ठ तपाईको नाम रामकुमार श्रेष्ठै हो हेर्नु सर स्वागत छ यहाँलाई ए उसो भए त किन डल्ली सिरियलको सुटिङ आज भाग 6 र 7 गर्दैछौँ हैन कस्तो लागिरहेको नमस्ते म पनि धुप बाल्नु पर्यो आजसम्म भाग 6 सम्म अनि त यहाँ त डल्ली सिरियल म पनि धुप बालिदिनु पर्यो क्या होइन कस्तो लाग्यो त्यसै मान्छे उ त आएको छैन त अनि फेस त पनि यहाँले पढ्नु भएको बुझ्नु भएको यहाँले प्रत्यक्ष हेर्दाखेरि कस्तो लागिरहेछ नमस्ते सब बेस्ट अफ लक यो 100 भाग भन्दा 200 भाग जाओस् जम्मा 200 भाग मात्रै अहिले चाहिँ फेरि चाला नि ल के भन्यो अमूल्य दुई शब्द नमस्कार नमस्कार हामीसँग डल्ली सिरियलकै एक पात्र हुनुहुन्छ यहाँ इन्दुको आमा